हेलो एभ्रिवन आज एउटा चाहिँ म खुसीको कुरा सुनाउँदैछु बेबी हाम्रो केशर हेयर कटिङ मैले देखाएको थिएँ जो युट्युब च्यानलमा उहाँको चाहिँ आज 4 दिन भयो होइन भाउजू भाउजूको चाहिँ छोरी जन्मेको छ खुसी कुरो पहिला चाहिँ छोरो थियो अहिले चाहिँ छोरी जन्मेको छ खुसी एकदम खुसी म बेबी देखाउन गइरहेको छु बेबी हैन बेबी कहाँ छिन् छानु म बेबी देखाउँदै छु हैन बेबी सानो 4 दिन भयो आज बेबी कता सुतिसिन् त मुख सुकिन ढाक्दिनु भयो त भाउजू ढाक्छु छ मुख ढाक्यो त हेर्नु त बेबीको लागि भयो भने लाइक शेयर कमेन्ट गरिदिनु होला कस्तो लाग्यो बेबी है उठी कि बेबी ओ बेबी डोल गर्ने हुन्छ अब 5-6 महिनापछि सो खुसी लाग्यो हैन मलाई एकदम धेरै खुसी लाग्यो पहिला छोरो थियो अहिले चाहिँ बट छोरी जन्मेको छ सो हैन एकदम खुसीको कुरो लाग्यो खुसी लाग्यो मलाई भाउजू हुनुहुन्छ सानो कोठा छ हैन किन हो कि ढोका पनि नखुल्ने जबरजस्ती भाउजू हुनुहुन्छ हाँस्नुहुन्छ सो मलाई खुसी लाग्यो हैन बेबी जन्मेको छ कहाँ निस्तो सो हाम्रो चाहिँ बुहारीले भाडा मार्दैछिन् आमाले चाहिँ छोरो बोकिराछिन् आन्टीले चाहिँ छोरो बोक्नु भयो अगाडि गएर दुगुरेर अगाडि गएर हेलो गाइज हाय भन्दिनु हाय जिस्केको मात्रै हो है सो त्यस्तो नराम्रो नसोच्नु होला जिस्केको मात्रै हो जिस्किने बानी छ हाँसो मजा गर्ने बानी छ हैन मैले चाहिँ बिहे गर्छु तपाईँहरूलाई पनि थाहै होला हैन मोटे यहाँ छ मोटे यो हाम्रो नरेश झसुको छोरो झसु अर्की कोले पनि भन्दै के हिजो मलाई नरेश हेर जुसु दाइको छोरी हाँस्या देखाउँछ हेर्नु न अझै हाई भन्दै दिपेश हाई भन्दै हाई काम लाए भन्दै हाई भन्दैन हाई सब्स्क्राइब गरिदिनु भन् सब्स्क्राइब गरिदिनु लाइक हान्दिनु दिपेशलाई टाटा सो चाहिँ मसँगै पढेको सँगै होइन भाइ पर्छ 2-3 महिनाको कान्छ भाइ पर्छ उनी चाहिँ बुहारी पुरा दिइरहेछिन् लाजले लुकेछिन् पुरा दिइरहेछिन् दशक चिया बसाल न ऊ चाहिँ छोरी हो यता हाई भन् सब्सक्राइब गर ल भन् छिटो फुलबाबालाई सब्सक्राइब गरिदिनु युट्युब च्यानललाई छिटो पढे लेखेको यो कति पढ्छिस् ल भन् त कति पढ्छिस् सब्सक्राइब भन्न आउँछ कि नै छिटो भन् यो चाहिँ नरेशको छोरी त्यो चाहिँ छोराछोरी भयो कि आनन्दै बुहारी चाहिँ भाडा मारिदिन् त्यसको कपाल काट्दिने भनेको आन्टी त्यो बाउला हिँड्छ नि सो एकजना चाहिँ पागल जस्तो दिमाग नभएको छ एकदम खोरी भएर छ नि
होइन त्यसलाई ला नानी हेलमेट समात हेलमेट समात चाबी यहीँ छ है चाबी यहीँ छ सो होइन गाइस यही हो होइन होइन ओइ रोक पैसा दिन्छु अहिले पैसा दिन्छु आइज उता कपाल काट्ने हिँड बिचरा हेर्नु यसको हालत यस्तो छ यता 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 हाई गर हाई हाई गर हाई यहाँ बाहिर बस यहाँ बस यहाँ बस यहाँ बस 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 पैसा दिन्छु अहिले पैसा बस 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 यो खोल यो खोल यो खोल कति कुरा सम्झनाका फाटमभरि गाइज होइन धेरै दिनबाट मैले देखिरहेको थिएँ मान्छेलाई होइन सो त्यही भएर मैले चाहिँ अलिकति गरिदिनुको लागि सरसफाइ राखिदिनु लागि गरिदिनु भएको मान्छे मर्दो चिसोले नआएर मान्छे सबै पैसा नहीं लेगा ये रखेगा इधर नीचे नीचे का फेंकना है सिर्फ बैठ 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 कुछ नहीं होगा यार चल चल नानी चल कपड़ा ले रहा नानी चल चल पैसा दूंगा हाई बोल दे हाई इधर देख यो कहाँको मान्छे हो मलाई थाहा पनि छैन होइन गर्छु यसलाई चाहिँ होइन नक्कली पैसा नहीं चलेगा कपड़ा सब खोलना ठीक है नहाने का टकाटक नहाने का सो मैले चाहिँ होइन अब मान्छेले यत्रो दिनसम्म कसैले मतलब राखेको थिएनन् सो मैले चाहिँ उसलाई धेरै दिनभर देखिराखेको थिएँ कि होइन सो कपडा इधर कपडा निकाल सब कपडा निकाल पूरा कपडा होइन अलिकति काम गर्नुभयो तपाईँले रोक न रोक एउटै छ कि दुईटा छ यसमा मैले यसलाई जोडी छ नि अलि त मैले यसलाई चाहिँ यो मान्छेलाई चाहिँ धेरै दिनबाट देखिरहेको थिएँ होइन सो मलाई एकदम चिट लागिरहेको थियो कि होइन सो अनि त्यही भएर मैले चाहिँ उसको चाहिँ अलिकति केही गरिदिउँ भनेर कपडा त राम्रो लगाएको छ मान्छेले त्यति मसँग पैसा पहले गिला नहीं करना इसको गिला नहीं करेगा अभी रात में क्या लगाएगा फिर यसलाई निकाल्नु यसलाई बाहिरबाट लगाइदिनु यो जाडो हुन्छ नि त होइन ठंडी नहीं बनने का है मर्दे पता है मर्दे
यो हो त बङ्गाली हो सबैजना मेरो लागि नभए पनि उसको लागि चाहिँ सपोर्ट गरिदिनु होला। हेलो गाइस देखना तो ये शायद मेरे को लगता है इंडिया किसी क्षेत्र का है बंदा या तो बंगाली कुछ टाइप इस टाइप का भाषा करता है। किसी ने लेके छोड़ दिया नेपाल में। अगर इस बंदे को जानती हो देखो हमारा यूट्यूबर ये क्या नाम छोटे से लड़के XX DB ब्लॉगर छ मेरो YouTube च्यानल हैन। XX से कुछ DB ब्लॉगर ऐसे बता रहे। देखो इनको पहचानो ये छोड़ना पहचानिए ये ब्लॉगर है इन्होंने वीडियो बनाया है इनका चैनल है XX से कुछ ब्लॉग ऐसे बता रहे ये इंडिया कुछ बंगाल साइड का लग रहा है ये बंदा इनको जरूर पहचानती हो तो इनके बारे में इंडिया सरकार कुछ सोचे ये बोल सकते हैं ना भाई ये कहाँ को तो मान्छे हो यार ये मान्छे कहाँको आदि कुछ अझै पनि इन्डियाको त फगलपुरतिरको त होइन मान्छे कैसे लोग रहते हैं यार यहाँ पर। देखिए भाई ये देखो ये बंदा है इसको नीचे खींच चलो तो एक चप्पल खरीदेंगे ये 7टा दिता इधर रखेंगे कल धोएंगे इसको मशीन में 7टा दिता चप्पल नहीं थे यो हो त यहाँको होइन मान्छे धेरै दिनसम्म देखिरहेको थिएँ कि उसलाई होइन म आफ्नै पैसाले खर्च गरेर पनि उसलाई एक दिन मोजा दिनु ये वाला तातो हुन्छ के ये वाला ब्ल्याकमा के गर्नु त अब होइन पैसा त छैन मैले खोजेको यस्तै हो कि अलिक ठुलोमा छरिन्थेन के है कस्तो छ र सानोमा सानो त्यही हो क्या ठुला यो प्लास्टिकको जुत्ता हुन्छ कि चप्पल हुन्छ नि छ नि दिन त प्लास्टिक जुत्ता छैन म चप्पल भयो चप्पल होला खै देखाउनु त कस्तो हो यस्तो खालको दिनु है यसलाई अच्छा बुझ्नु भने क्या सस्तो वाला जुत्ता छैन सस्तो वाला जुत्ता के सस्तो वाला 1-2 सम्मको यो मन पराएको रे 200 सम्मको हुन्छ नि त जुत्ता घर कहाँ हो 200 बोल्नु रे कपडाको जुत्ता दिनु क्या पर्यो यही नि हजुर कपडाको जुत्ता के यो के त्यही त भनेको कपडाको भनिरहेको छु त मैले इन्डिया हो यो बोतो भनेको मैले तपाईँलाई केरला ठुलो हो यो कपडा कति रुपियाँको यो 300 रुपियाँको स्कुलको जुत्ता जस्तो 300 रुपियाँ ल लगा हाम्रो नेपाली यति दयालु हुन्छ नि ल देखाइदिउँ रुक एउटा मोजा ल्याउनु न ठुलो हुन्छ यसलाई तर यो त मलाई लाग्छ ठुलो हुन्छ ठुलो भयो साइज छ त नहीं होगा वो लगा वो वाला सब बुझ्छ नि पोल पनि हो ठिकै छ यसलाई एउटै ल्या कपाल यति लामो रहेछ त्यो मान्छेको कपाल कपाल लामो रहेछ कपाल लामो जुराब दिन्न 100 यस्तो रुपियाँ यस्तो गर्छ कि अझै त सडे जस्तो गर्छ जुराब दिनु एउटा एउटा आउँछ अघिल्लाको जुराब छोट अघिल्लाको जुराब है त इन्डियाको त होइन क्या यो मलाई लाग्छ यो कहीँ उता नानी उता जुराब दिएर आयो गोलीको काको चिन्नु न इन्डिया त बुझे जस्तो लाग्छ इन्डियाको त कहीँ बोल्दै बोल्दैन त समुद्र पार दिनुहोस् होइन होइन हिन्दीमा भन्नु न त घर फ्यामिली कसैलाई यो भिडियो त्यहाँसम्म पुगेमा आमा बा भाइ बहिनी अब पुगेमा आइदिनु होला लिन बिचरा ऊ हेलो गाइस इनका चैनल है इनका चैनल है XX कुछ ब्लॉगर बोले एक बंदा इधर कुछ नेपाल के बॉर्डर में आके कुछ इसका भाषा भी समझ नहीं आ रहा कहाँ का बंदा है खाली ऐसे वाला
इन्होंने उधार किया है। अगर इसके इस फोटो को इस बंदे को जानते हैं नहीं